नमस्ते एभ्रिवान, के छ आराम सन्चै हुनुहुन्छ? आज पनि तपाईँहरूको सामुन्ने नयाँ एउटा डिमान्ड लिएर आएको छु। नयाँभन्दा पुरानै हो। अस्ति पनि तपाईँहरूलाई हालेको थिएँ मैले फ्याक्ट्री वर्कर वेयरहाउसको लागि घन्टाको ₹17.5 खाना त्यसैभित्र खानुपर्ने हुनेछ र तपाईँहरू जति घन्टा काम गर्नुभयो त्यति घन्टाको कामको पैसा पाउनुहुन्छ। नर्मली 8 घन्टा 5 दिन काम गर्नुपर्ने हुनेछ र अहिले फेरि मलाई 5 जना मान्छे कोस्तान्साको लागि भनेर चाहिएको छ। सेम कम्पनी सेम वेयरहाउसमा हो है। तपाईँहरू कोहीजना इच्छुक हुनुहुन्छ, डकुमेन्ट लिइसक्नु भएको छ, डकुमेन्ट छ भनेदेखि 55 क्याटेगोरीको र तपाईँ एउटै कम्पनीमा 1 वर्षभन्दा माथि काम गर्नुभएको छ भने अरू कुनै क्याटेगोरीको रिलिज पेपर भए पनि तपाईँहरूलाई म काम लगाइदिन सक्छु। यदि तपाईँसँग आँकड भयो भने धेरै राम्रो, छैन भने पनि तपाईँ एउटै कम्पनीमा 1 वर्षभन्दा माथि 2 वर्ष 3 वर्ष बस्नुभएको छ भने तपाईँलाई नर्मल रिलिज पेपरले पनि म काम लगाइदिन सक्नेछु। कोस्तान्सामा मलाई 5 जना मान्छे यही जस्तो मैले अगाडिको भिडियोमा हालेको थिएँ त्यही कम्पनीमा 5 जना मान्छे चाहिएको छ फ्याक्ट्री वर्कर वेयरहाउसको लागि। हजुरहरू कोही इच्छुक हुनुहुन्छ, जान चाहनुहुन्छ भने कन्ट्याक्टमा आउनुहोला। रोमानियाभित्र भएको साथीहरूले चाहिँ है, रोमानियाभन्दा बाहिरको मान्छेहरूले फेरि कन्ट्याक्ट धेरैले गर्नुहुन्छ, काम आएको रहेछ यस्तो उस्तो भनेर। यहीँ रोमानियामा काम चेन्ज गर्न साथीहरूको लागि जानुभन्दा अगाडि सबै कुरा डिटेल बुझेर जानुहोला। पछि गएर खोट लाउने काम नगर्नु। इच्छुक हुनुहुन्छ भनेदेखि जानुहोला, जबरजस्ती कसैलाई छैन। तर यो डिमान्ड भनेको मात्र छोरा मान्छेको लागि है। छोरी मान्छेले धेरै फोन गर्नुहुन्छ, यो चाहिँ छोरा मान्छेहरूको लागि छ है त। कोही इच्छुक हुनुहुन्छ नि चाँडोभन्दा चाँडो कन्ट्याक्टमा आउनुहोला। सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद। यो भिडियो सहयोगको लागि मात्रै भए पनि तपाईँले सेयर गरिदिनु होला, अरू साथीहरूलाई धेरैलाई जानकारी होस् है। ल सबैजनालाई एकदमै धन्यवाद।